हेलो साथीहरू नमस्ते। आज चाहिँ म यो जापानको स्काई फोल्डिङको बारेमा भन्न गइरहेको छु, के कुराहरू गर्न गइरहेको छु साथीहरू। यो स्काई फोल्डिङ, यो जापानको स्काई फोल्डिङ भनेको चाहिँ के हो साथीहरू, यो त्यही सम्बन्धी चाहिँ हल्का यसो हजुरहरूलाई थोडा भए पनि सहयोग होला भनेर चाहिँ यो भिडियो बनाउन गइरहेको छु। जुन साथीहरू स्काई फोल्डिङमा अब जापानमा काम गर्नुहुन्छ अथवा आउनुहुन्छ, उहाँहरूको लागि हल्का हेल्प होस् भनेर मैले चाहिँ यो भिडियो बनाउन गइरहेको छु। यो स्काई फोल्डिङ भनेको साथीहरू हेर्न सक्नुहुन्छ, यो फलामको सरिया छ है। फलामको सरिया फलामले नै बनेको सबै सरियाहरूदेखि लिएर हरेक कुराहरू नै फलामले बनेको नै युज हुन्छ। हेर्न सक्नुहुन्छ साथीहरू, एकदम अल्को घरहरू पनि फलामले बनेको अल्को घरहरू बनाउने टाइपमा अथवा कुनै पुराना घरहरू छ भनेपछि त्यसलाई चाहिँ कलरहरू गर्नु छ भनेपछि यस्तो स्टाइलले चाहिँ स्काई फोल्डिङहरू गरेर चाहिँ घरहरू बनाउने अनि पेन्टहरू लगाउने कलरहरू लगाउने गर्दछ साथीहरू। यो चाहिँ एकदम यस्तो काम गर्नको लागि चाहिँ एकदम खतरा छ, एकदम आफूलाई छ साथीहरू। यो चाहिँ जस्तै हावाहुरी पानी पऱ्यो भने पनि, ठुल्ठुलो पानी परे पनि, ठुल्ठुलो हावा चले पनि खास गरी यो बिदा हुँदैन साथीहरू। यो काम गर्नुपर्ने नै हुन्छ। जस्तै अब बिदा चाहिँ यो हप्तामा चाहिँ शनिबार हुँदैन, आइतबार मात्रै, हप्तामा एक दिन मात्रै बिदा हुन्छ। हेर्न सक्नुहुन्छ साथीहरू, यो चाहिँ यस्तो फलामको छ, यसरी फलामको छ यो। हेर्नु यस्तो सरिया। अनि अब नेपालमा त हामीले यस्तो हाल्दैनौँ नि त, यसरी यो टिप्नको लागि यस्तो पटरा जस्तो छ। यो हाम्रो नेपालमा भए पटरा हाल्थ्यो, अनि यहाँ चाहिँ यस्तो हाल्थ्यो साथीहरू। यो तलमा यसरी हालिरहेको छ साथीहरू। अनि हेर्न सक्नुहुन्छ तलमा, अनि निगाल्ने, यो चाहिँ अहिले निगाल्न लागिरहेको छ र माथिसम्म हेर्न सक्नुहुन्छ, माथिसम्म निगालिसकेको छ साथीहरू। अहिले चाहिँ यसरी निगालिसकेको छ। र अनि जस्तै यो बनाइसक्ने भनेपछि चाहिँ यस्तो कलर, यस्तो सिटहरू लगाउने गर्दछ साथीहरू। हेर्न सक्नुहुन्छ, यस्तो सिटहरू लगाउन सक्नुहुन्छ, किनकि यो सिट के हो भनेपछि अब पेन्ट लगाउने, अब कुनै काम गर्ने टाइममा अब माथिबाट केही सामानहरू खसेर अब तल बाटो हिँड्नलाई चाहिँ कुनै असर नहोस् अथवा चोटपटक नलागोस् भनेर चाहिँ यस्तो यो नेट लगाउने गर्दछ, यस्तो नेट लगाउने गर्दछ साथीहरू। यो नेट लगाएर त एकदम सेफ्टी हुन्छ। त्यही भएर हेर्न सक्नुहुन्छ, यस्तो अल्को बिल्डिङहरूमा पनि यो स्काई फोल्डिङ यसरी नै काम गर्ने गर्दछ। हेर्न सक्नुहुन्छ, यो चाहिँ पुरै यसको नामहरू, यो फलामको नामहरू एकदम, यसको यो हामी नेपालमा यो पटरा भन्छौँ त, यसरी यसलाई आन्चेहरू, यसलाई साबहरू भन्ने नाम नै फरक गर्दछ। र यसरी भ्याङहरू यसरी गर्ने गर्दछ साथीहरू। अहिले अलि घाम भएको कारणले अलि राम्रोसँग नदेखिन पनि सक्छ साथीहरू। हेर्न सक्नुहुन्छ, यस्तो ठुल्ठुलो बिल्डिङहरू यसरी नै गरिरहेको हुन्छ। अहिले चाहिँ अलि घाम भएको कारणले अलि त्यति राम्रो क्लियर आएको छैन साथीहरू। यसरी हेर्न सक्नुहुन्छ, यो यतातिरको भनेको चाहिँ यो चाहिँ अब काम नसकेको साथीहरू। यसमा सिटहरू लगाइरहेछ, अनि सिटहरू लगाएर त्यहाँ काम सक्यो भनेपछि चाहिँ निगाल्छ साथीहरू। अनि यताको भनेको कलर लगाएर चाहिँ अब निगाल्ने भनेर चाहिँ सिटहरू निगालिरहेछ। एकदम सेफ्टी तरिकाले गर्छ साथीहरू, किनकि अब यसमा चाहिँ अलि काम चाहिँ एकदम घाम भयो है, गर्मीमा पनि पानी हावाहुरी भए तापनि काम गर्नुपर्ने हुन्छ। एकदम स्ट्रङ मान्छेहरूले चाहिँ गर्दा राम्रो हुन्छ, एकदम गर्न सकिन्छ। नत्र भनेपछि यो काम एकदम गाह्रो छ कि, एकदम आफूलाई चाहिँ एकदम चोटपटक पनि लाग्ने एकदम डर हुन्छ। माथिबाट खस्यो भने, तल झऱ्यो भने त मान्छे त बाँच्न त गाह्रो छ नि साथीहरू। त्यही भएर चाहिँ यो जापानको स्काई फोल्डिङको काम सम्बन्धी चाहिँ हजुरहरूलाई के छ, कसो छ, कसरी बनाउँछ विदेशतिर, जापानतिर घरहरू भन्ने लागिरहेको हुन्छ साथीहरू। यस्तो फलामको सरियाहरू बनाएर चाहिँ जापानमा चाहिँ घरहरू बनाउने अथवा कलरहरू लगाउने, पेन्टहरू लगाउने गर्दछ है साथीहरू। यसमा चाहिँ काठ हुन्छ नि साथीहरू। काठ चाहिँ अरू चाहिँ कुनै पनि युज गर्दैन साथीहरू। हेर्नु न, तल बनाइरहेछ, यस्तो तरिकाले तल बनाइरहेछ, तल बनाएर अनि कलरहरू लगाउने, घरहरू बनाउने
यसरी गर्दछ साथीहरू। त्यही भएर मैले चाहिँ हजुरहरूलाई जुन बिल्डिङ कन्स्ट्रक्सनहरू यो स्काई फोल्डिङहरूमा आउनुहुन्छ यो जापानको स्काई फोल्डिङको सम्बन्धी चाहिँ हजुरहरूलाई भिडियो चाहिँ यति भन्दै टुङ्ग्याउन चाहन्छु साथीहरू। हेर्नुहोस् यही हो साथीहरू, अब स्काई फोल्डिङको काम भनेको गाह्रो छ एकदम, सेफ्टी छैन त सेफ्टीसँग गर्नुपर्ने हुन्छ भन्दै आजलाई यत्तिकैमा समाप्त गर्छु। हस्त नमस्ते। फेरि पनि प्रत्येक दिन यस्ता भिडियोहरू लिएर आउने प्रयास गर्नेछु भन्दै बिदा चाहन्छु। हस्त नमस्ते।